दाक्सु नमस्ते सबैलाई। यो सुन्दर घरको भिडियो मैले अलि समय अगाडि राखेकी थिएँ। सबैले यति राम्रो घर कसको होला, कहाँ होला भनेर कमेन्ट गर्नुभएको थियो। यो खासमा खालिङ राईहरूको 3 चोलो कुल घर हो। यो तारकेश्वर नगरपालिकामा पर्छ। काठमाडौँबाट लगभग 40 मिनेटमै पुग्न सकिन्छ। बाटो पनि राम्रो छ। बाहिरको भ्यू त देखिहाल्नु नै भयो। म तपाईहरुलाई भित्र लैजादैछु। यहाँ राईहरूको परम्परागत शैली अनुसार हरेक कुरा राखिएको छ। यहाँ म्याट होइन गुन्द्री ओछ्याइएको छ। ग्यास सिलिन्डरको साटो 3 चुलो र सारङ राखिएको छ। ढोका बन्द गर्न पुरानो शैलीको कुण्डी राखिएको छ। यहाँ नागी पूजा गरिन्छ। यो रह्यो घ्याम्पा। यहाँ सरुवा बनाइन्छ। यो अन्न पिस्ने जातो हो। माथिल्लो तलामा जाँदैछु। यो अन्न राख्ने बाकस हो। यहाँ हाम्रो पूर्वजहरूको फोटो राखिएको छ। बार्तलीमा हलो र जुवा राखिएको छ। घरको झ्याल पनि पुरानो शैलीमा रहेका छन्। आज चाहिँ यहाँ सिरक सुकाइएको रहेछ। यसलाई इग्नोर गर्दिम। वरिपरि खेती लगाइएको छ। यहाँ जग्गा किन्न पाइन्छ भनेर धेरै जनाले सोध्नु भएको थियो। त्यो चाहिँ यही आएर बुझ्नु पर्ने हुन्छ। यदि तपाईहरुलाई पनि संस्कृति र परम्परा प्रति लगाव छ भने यो ठाउँ एकपटक अवश्य आउनुहोला। तपाईलाई यो ठाउँ कस्तो लाग्यो सल्लाह र प्रतिक्रिया कमेन्टमा दिनुहोला।